स्वागत छ हजुरहरूलाई। गुड मर्निङ पनि छ तपाईहरुलाई सबैजनालाई। र आज चाहिँ म कहाँ जाँदैछु भने आज चाहिँ म कालिम्पोङ जाँदैछु है। अनि तपाईहरुलाई स्पेशली धन्यवाद दिन चाहन्छु सबैजनालाई, जतिजनाले मेरो भिडियोजहरु हेर्नु हुँदैछ। अनि प्रिभियस भिडियो है, यो भन्दा अगाडिको भिडियो जतिजनाले हेर्नुभयो, शेयर गरिदिनु भयो, धेरै माया देखाइदिनु भयो, त्यसको निम्ति म तपाईहरुलाई हृदयदेखि धन्यवाद। म मात्र हैन, मेरो जेसीएसए टिमबाट पनि तपाईहरुलाई धन्यवाद छ है। शेयर गरिदिनु भएको निम्ति तपाईहरुलाई धेरै धेरै धन्यवाद छ। र आज चाहिँ म जाँदैछु कालिम्पोङ। कालिम्पोङ किन जाँदैछु म तपाईहरुलाई भन्छु है बाटोमा। यहाँ सबै भन्यो भने त भएन, सकिहाल्छ कुरा। त्यसले गर्दा चाहिँ म बाटोमा तपाईहरुलाई भेट्छु अनि भन्छु है। अनि मेरो चाहिँ आज चाहिँ गाडी होइन, आज चाहिँ बाइक लिएर जाने हो। ट्याङ्क ब्याग लगाइसकेको छु, कोल्ड स्टार्ट दिँदैछु। अब एकछिनमा चाहिँ निस्किनुपर्छ। मेरो मोटो भ्लग सेटअप पनि रेडी छ यहाँ। ल हवस् त, म तपाईँहरूलाई बाटोमा भेट्छु है त। ल है, स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो मोटो भ्लग सेटअपमा। मलाई बाइक राइड गर्नु भनेपछि चाहिँ मलाई एनर्जी आइहाल्छ क्या। गाडी हेर्नु भनेपछि आजकल अलिकति अल्छी लाग्नु थालेको छ। अब बाइकमा चाहिँ मजा आउँछ नि त, हेर्दै जानु, यताउति रमिताहरू हेर्दै जानु है। जग्गाहरू यसो अलिक हेर्नु मन पर्यो भने साइड गरेर हेर्दा हुन्छ होइन। सानो त हुन्छ बाइकहरू, गाडी चाहिँ अलिक मिल्दैन र साह्रो पर्छ। र घरबाट चाहिँ म निस्किसकेको छु। टाइम चाहिँ भएको छ 6:53। वेदर चाहिँ मेरो राइडमा यस्तै हो तर मलाई यो वेदर मनपर्छ क्या। गरम पनि हुँदैन, जाडो पनि हुँदैन क्या। आज चाहिँ राइडिङ गियर छैन, किनभने चाहिँ अब अफिस गएको कि कालिम्पोङ डिस्ट्रिक्ट हस्पिटल गएको। त्यसले गर्दा चाहिँ आज राइडिङ गियर्सहरू चाहिँ मैले लाइनँ, किनभने अब त्यहाँनिर अफिसमा जाँदा त झमेला हुन्छ, गरम हुन्छ। त्यसले गर्दा चाहिँ अब राइडिङ गियर्स छैन, त्यसले गर्दा आस्ते आस्ते जानुपर्छ। बल्ल आयो एस्तेरिलाको बाटो हो। आज चाहिँ कालिम्पोङ म किन गएको हो भने चाहिँ मेरो चाहिँ एउटा एम्बुलेन्स छ नि त है, मातृयान भन्ने। त्यसले गर्दाखेरि मेरो के छ भने अलिक पेन्डिङ बिल्सहरू छ हो। धेरै भइसक्यो, 2-2.5 वर्ष भइसक्यो पेन्डिङ भएको छ। र आज चाहिँ गएर मजाले बात गर्नुपर्ने छ कालिम्पोङ अफिसमा। के गर्नुपर्ने हो, कन्टिन्यू गर्नुपर्ने हो कि डिस्कन्टिन्यू गर्नुपर्ने हो। किनभने अब मान्छेलाई 1 महिनाको स्यालेरी पाएन भने कति साह्रो पर्छ है। त्यसले गर्दा मलाई त धेरै नै चाप परिरहेको छ। त्यसले गर्दा फेरि चाहिँ आज गएको। धेरैजना साथीहरू पनि आउनुहुनेछ कालिम्पोङ डिस्ट्रिक्टभरिको, म मात्रै होइन। गोरुबथानबाट पनि जान्छ, रम्बी, टिस्टा, अलगढा, पेदोङ, सबै जग्गाबाट कालिम्पोङ जति क्षेत्रमा चाहिँ मातृयान छ सबै नै ओनर्सहरू आज कालिम्पोङ जाँदैछ। किनभने चाहिँ धेरै भइसक्यो बिल पेन्डिङ्स भएको। त्यसले गर्दा चाहिँ हामी भेटेर के कसो गर्नुपर्ने बात गर्नुपर्ने छ। अब होइन भने चाहिँ अस्ति चाहिँ गुड न्युज सुनाएँ, अब अर्को भ्लगमा चाहिँ के हुन्छ, अब कसो हुन्छ। आज मिटिङले बताउँछ गुड न्युज हुने हो कि ब्याड न्युज हुने हो जलढाका क्षेत्रको लागि। मलाई चाहिँ गुड न्युज होस् जस्तो मलाई लाग्छ, किनभने चाहिँ अब मान्छेले धेरै सुविधा पाइरहेको छ। त्यसले गर्दा नै मैले 2.5 वर्षसम्म चाहिँ अब चुपचाप भन्दै, चुपचाप पनि होइन, अब बिल भएको छैन भन्दै पनि मैले कुदाइरहेँ। माथि पनि ब्लकतिर
अनि डिस्ट्रिक्टतिर पनि मैले खबर गरेकै हो इन्फर्म हाम्रो बिलहरू राम्रोसँग भएको छैन भनेर र पनि उहाँहरूले कानै थाप्नु भएन र आज चाहिँ जाने हो फुल एन्ड फाइनल गर्ने हो कि हार या पार गरेर नै आउनु पर्ने रहेछ आज चाहिँ अब कति मजाको बाटो छ अनि मलाई चाहिँ के मनपर्छ भने नि यहाँ त्यो पौला आउँछ नि हरियो फर्स्टको यो पौलाको चाहिँ हेर्नु त्यो सानैदेखि मन पर्थ्यो क्या अहिले आउँदो रहेछ पौला हो मजाले रुखतिर अझै धेरै आउँछ कि त्यतिखेर झन् दामी देख्छ म त्यति बेला तपाईँहरूलाई देखाउने कोसिस गर्छु है पुरै हरियो लाइट ग्रिन हुन्छ नि यति मजाको देख्छ बस अहिले त बाटो पनि अब राम्रो भएको छ हो त्यसले गर्दा चाहिँ भ्यू राम्रो हुन्छ क्या मजाको अहिले चाहिँ तपाईँहरूको नक्सलदेखि हुनिया मोड चाहिँ एकदमै राम्रो भएको छ बाटो असुविधा केही छैन यस्तो ओभरटेक गर्छ कि यो गाडीहरू ट्रकहरू चाहिँ साह्रो छ ट्रक र बस चाहिँ होसियारसँग कुदाउनुपर्छ अघि नै बसिँदै आउँछ देखिरहेको छ यताबाट गएको कि र पनि सिधै आउँछ खै के गर्नुपर्ने अहिले चाहिँ टाइम भएको छ 7:41 म आइपुगेको छु चाल्छ आज चाहिँ आस्ते आस्ते हिँडेको किनभने चाहिँ 11 बजी मात्रै पुग्नु छ आइपुगेको छु म ओत्लाबारी फ्लाइओभर कालिम्पोङ 67 रहेछ अझै 67 किलोमिटर्स टु गो आरामसँग पुगिहाल्छु 1 घन्टामा 1-1.5 घन्टामा त पुग्छु तर त्योभन्दा पहिला चाहिँ घोडालाई खाना दिनुपर्छ पेट्रोल लाउनुपर्छ फ्युल अप गर्नुपर्छ त्यहाँदेखि आफूलाई पनि फ्युल अप गर्नु पर्यो अनि मात्रै लाग्नुपर्छ कालिम्पोङतिर चाहिँ आज चाहिँ गएर सीमा ढाबामा मेरो रेगुलर दोकानमा सीमा ढाबा मिना मोड त्यहाँ चाहिँ अलिक मिठो पाइन्छ खानापिनाहरू भाइ बहिनीको व्यवहार पनि धेरै नै राम्रो छ मजा लाग्छ जानु यो चाहिँ हो तपाईँहरूको ओत्लाबारीको फ्लाइओभर मजा लाग्छ भिडियो नबनाऊ भन्छ कि कति देखाउनु हुँदो तर क्या हुन्छ नि आफूलाई मजा लाग्ने चिज चाहिँ देखाउनु नै अरे नि त भिडियोतिर त्यसले गर्दा चाहिँ तपाईँहरूलाई देखाइदिएको सीमा ढाबा चाहिँ कहाँ छ भनेर भन्दाखेरि चाहिँ नि तपाईँहरू मालबजारदेखि सिलगढीतर्फ जानु हुँदैछ भने चाहिँ अलिकति अगाडि गएर लेफ्ट साइडमा छ यहाँ यता चाहिँ सीमा ढाबा बोर्ड लेखेको छ भाइ देखिहाल्नुभयो होला त्यहाँनिर गएर चाहिँ खाजा खाएर निस्किनुपर्छ यो चाहिँ हो सीमा ढाबा सिलगढीपट्टिबाट आउँदा चाहिँ राइट साइड पर्छ अनि मालबजारपट्टिबाट आउँदा चाहिँ लेफ्ट पर्छ ल खाजा सुरु भयो आलु चोखा पनि आयो धन्यवाद दिदी मिना मोडमा खाजा सुरु आज चाहिँ चाम्रे खाइदिएको किनभने मिटिङ लामो जान्छ होला मिना मोड सीमा ढाबामा चाहिँ मिठो खाजा खाएर चाहिँ अब चाहिँ लाग्नुपर्छ कालिम्पोङतर्फ टाइम चाहिँ कति भएको छ भने नि टाइम चाहिँ भएको छ तपाईँहरूको 8:30 मा चाहिँ म मिना मोडमै छु अब चाहिँ यहाँबाट लाग्नुपर्छ
यो अगाडिको गाडी चाहिँ यस्तो ओभरटेक गरेको हो कि मलाई झन्डै हिर्कायो नि यसले त त्यो गाडीहरूसँग चाहिँ गाडी पनि हेर्न सबै कुचेको रहेछ अन्त कुदाउनु पनि त्यस्तै कुदाउँदो रहेछ नि त गाडीको कन्डिसनले थाहा पाइहाल्छ क्या कुन खालको ड्राइभर हो भनेर क्या ब्याकडोरहरू सबै कुचेको छ WB73H1741 यो गाडीको ड्राइभर चाहिँ साह्रै ठिक छ जस्तो लाग्यो नि हेरेर पछाडि सबै कुचेको छ मलाई पनि झन्डै हिर्कायो नि हौ यो बहुत होसियारसँग कुदाउनुपर्छ नि आफू राम्रोसँग कुदाएर के गर्नु अर्को आएर दिन्छ हो कसरी चलाएको भाइ यस्तो आउँछ त हौ तिमी त अलिक होसियारसँग चलाउ न ठेट लाग्छ त हौ हामीलाई त मर्छ त हामी त अन्त ठेट अलिक होसियारसँग कुदाउ ल ड्राइभर पनि भगिँदो रहेछ माया कस्तो कुदाएको हौ छ्या गाडी पनि चारपट्टिबाट कुचेको रहेछ ओभरटेक गरेको नि त भन्छ ओभरटेक पनि हेरेर गर्नु पर्यो नि गाडी पछाडिबाट आउँछ आएको छ छैन यसो लुकिङ ग्लासमा हेरेर ओभरटेक गरिन्छ अहिले चाहिँ म आइपुगेको छु कोरोनेसन ब्रिज मजाको भ्यू दिन चाहिँ त्यस्तै रहेछ यहाँ पनि अनि यहाँबाट चाहिँ राइट जानुपर्ने हुन्छ राइट जानुपर्छ आज त के भएको दिमाग पनि फ्युल इन गर्नै बिर्सेछु अब चाहिँ गएर सुन्तलेमा फ्युल इन गर्नुपर्छ त्यहाँ पनि बिर्स्यो भने चाहिँ दुःख पाउँछ मजाले माथि चाहिँ रेलवेको ब्रिज हुँदैछ बनिँदो रहेछ यसमा पनि सर्ने मौका पाउँछ होला हामीले आम्बो कत्रो पिलर रहेछ सायद रम्फूसम्म चाहिँ होला यो ट्रेन जस्तो लाग्यो अहिले घरि चाहिँ म आएको छु सुन्तले आइपुगेको छु सुन्तले अब यहाँ चाहिँ फ्युल इन गर्नुपर्छ पेट्रोल लाउनुपर्छ 104.95 हो गया 451 जाममा परियो टाइम चाहिँ कति भएछ 9:30 भएछ 9:30 मा जाम भयो आज चाहिँ एउटा ट्रेलर ट्रकले गर्दा चाहिँ जाम भएको रहेछ सुन्तलाको सिजन त आम्मा अहिलेसम्म चाहिँ गाडी फसेछ म चाहिँ अहिले घरि आइपुगेँ टिस्टा खोला बगरामा चाहिँ होइन बाटोमा आज चाहिँ जामले हत्तु बनायो 2 दिन गयो टिस्टा ब्रिजको नजारा जस्तो चाहिँ आमा
जाममा चाहिँ यस्तो गरम भएको कि आम्मामा ज्याकेटले ठन्डै मारे भाइजर खोल्नुपर्छ एकछिन हावा छिर्नु दिनुपर्छ गरमले त सास फेर्नु साह्रो पर्ला जस्तो भएको नि आम्मा फाइनली म चाहिँ कालिम्पोङ आइपुगिसकेको छु 10:30 हुन लागेको छ 11 बजीदेखि मिटिङ हो 11 बजीदेखि राम्रोसँग पुगिहाल्छु 10:30 पनि आइपुगेँ यस्तै यस्तै आज चाहिँ अलिक जामले गर्दा ढिलो भयो नभए चाहिँ छिट्टै आइपुग्ने हो म चाहिँ अहिले ठान्डा यहाँ टक्कै अब घुमाएर न त्यतैपट्टिबाट मेला ग्राउन्ड छेउछेउबाट भएर चाहिँ हस्पिटल जानुपर्ने यहाँबाट चाहिँ उकालो जानुपर्छ डम्बर चोक काटेँ मैले चाहिँ यहाँबाट चाहिँ लेफ्ट जानुपर्छ सिएमएच अफिस पनि पुग्यो तर सिएमएच आउनु भएको छैन रहेछ कि अनि यहाँ वेट गर्दै गरेको एकछिन डाँडाबाट भ्यू सिएमएच अफिसबाट चाहिँ मल्लीको भ्यू हेर्नुहोस् है यहाँलाई मल्ली यस्तो रहेछ मिटिङ पनि सक्यो मिटिङ चाहिँ कस्तो भयो भने चाहिँ नि 50-50 भयो एक दुईवटा काम पर्यो एक दुईवटा काम छ विषय सम्बन्धी लिएर त्यो अलिकति मिलाएर चाहिँ फेरि आउनु पर्नेछ भेट्नु काम चाहिँ गरिदिन्छु भन्दैछ सिएमएच सरले हेर अहिले चाहिँ टाइम भएको छ 1:11 अब चाहिँ घर लाग्ने हो बाटोमा कहाँ हुन्छ खाना खानुपर्छ नआएको नखाने ढिलो हुन्छ जाम हुन्छ भेटौँ बाई बाई सी यू ल साथीलाई पनि बिदा मागिहाले अब चाहिँ घर जानुपर्छ टिस्टा भएरै जानु पर्यो म चाहिँ यताबाट लामो पर्छ अहिले घरि चाहिँ कहाँ आइपुग्यो भने चाहिँ म चाहिँ टिस्टा पुग्नु लागेँ अब जाँदैछ राइड गर्नु होसियारीको साथ आस्ते आस्ते राइड गर्दैछु मिटिङमा चाहिँ ठिकठाक कुरा भयो अब एक दुईवटा गएर कामहरू गर्नु छ फेरि पर्खिनु त पर्यो नै भालुको कन्फर्ट भयो जस्तो भइसक्यो नि यो त अब आश्वासन चाहिँ दामी दिन्छ नि जेसुकै होस् पैसै नदियो भने थाप्नु मजा आयो आश्वासन आश्वासनले जिन्दगी चल्ने भए त भाइ गएको थियो नि
खासमा त आएर पैसामै कुरा आउँछ शासनले त केही चल्दैन हेरौँ अब अलिक काम गरेर होमवर्क गरेर फेरि आउनु पर्ने छ सेमच भेट्नु त्यहाँदेखि चाहिँ के कसो हुन्छ हेर्नुपर्छ कालिम्पोङ पुगेर पनि फेरि फर्केर टिस्टा आइपुगिसकेँ म चाहिँ 2 बजिसकेको छ भोक पनि लाग्दैछ हेर्नुपर्छ यहाँनिर हुन्छ खाइदिनुपर्छ खाना त टिस्टा चाहिँ के मजाले फ्ल्याग गरेछ ट्रेल फ्ल्याग मजाले उड्दैछ त्यहाँपट्टि चाहिँ सब सब्जी दोकान फल दोकान मजाको छ तर मेरो चाहिँ गाडी छैन म चाहिँ केही किन्दिनँ बाइकमा चाहिँ बाइकमा हिँड्दा चाहिँ किनै हुँदैन किन भने चाहिँ जग्गा हुँदैन नि त है अब यहाँ ब्याग त छ भन्नु हुँदै होला तपाईँहरू ब्यागमा चाहिँ मेरो रेनकोट है टायर प्रेसर मेसिन चाहिँ म जहिले पनि बोक्छु दुःख नपाओस् भनेर बाटोमा टायर पाउँछ भने त दुःख पाउँछ टायर प्रेसर मेसिन चाहिँ कमसेकम त्यो टायर दोकानसम्म त पुग्छु नि त हावा आउँदै थियो भनेर चाहिँ फुल चार्ज गरेर बोकेको छु टायर प्रेसर मेसिन अरू के छ भने लुगाहरू छ लुगा त होइन माइक्रो फाइबर क्लथ छ एउटा त्यति नै हो अरू केही छैन क्याप लगाएको छु क्याप छ यहाँभित्र ब्यागमा चाहिँ त्यति नै छ त्यसले गर्दा चाहिँ यो सानो ब्याग ट्याङ्क ब्याग हो फुल भइहाल्छ सामान त केही किन्नु पाउँदैन म चाहिँ आइपुगेँ बाघपुल कोरोनेसन ब्रिज अब यहाँबाट चाहिँ लेफ्ट जानुपर्छ सिधा गयो भने त फेरि सिलगढी लेफ्ट त्यो चाहिँ दिन चाहिँ अझै उक्रेको छैन घाम हल्का लागिरहेको रहेछ ट्रेन आयो त्यहाँबाट आएको यो ललितपुर अब चाहिँ खाना खानुपर्छ सडक्कै भयो 3 बज्नु लागेछ 2 मिनट छ 3 बज्नु अब चाहिँ यहाँ पर दोकान छ लामा होटेल गएर चाहिँ मजाले खाइन्छ यहाँनिर टक्क राखेर चाहिँ खाना खानुपर्छ लामा होटेल ओद्लाबाडी खाना खाइसकियो नान अनि अन्डा तड्का भेज मासु भात खान्छ यस्तो निन्द्रा लाग्छ कि बाटोमा त्यसले गर्दा चाहिँ म आजकल चाहिँ रोटी यस्तो नानहरू भेज खाना खाने गर्छु त्यही पनि कम्ती क्या हल्का मात्रै एउटा मात्रै रोटी नान एउटा मात्रै अनि अन्डा तड्का 1 ग्लास चिया खाएर चाहिँ सिनिक्क पारेर चाहिँ अब चाहिँ लागेको घर आजको चाहिँ लास्ट फ्युल अप रिलायन्स जियो सालबारीमा कितना गया 315 315
टाइम भएको छ 5:30 म चाहिँ घर आइसकेँ कालिम्पोङबाट अनि तपाईलाई यो भ्लग मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गरिदिनुहोस् होला अब माथिको चाहिँ 50-50 भइरहेको छ के हुन्छ अब नेक्स्ट विक फेरि जाने हो फेरि रिक्वेस्ट गर्ने हो अनि के हुन्छ तपाईहरुले पनि बताउँदै गर्छ है हेर्दै गर्नुहोस् भिडियो हुन्छ थ्यांक यू फर वाचिङ बाइ